आज मैले ब्याङ्क किन जानु पर्यो त? हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई आजको मेरो डे 20 मिनी भ्लगमा। सो हेर्दा हेर्दै डे 1 देखि डे 20 सम्म पुगिसकेको छु। यति हजुरहरूको साथले यहाँ पुगेको छु। आई होप अझ पनि अगाडि दिनुहुनेछ। सो मेरो चाहिँ अब कलेजबाट नै स्टार्ट हुन्छ दिनहरू। अनि अहिले चाहिँ हाम्रो चाहिँ अब 12 को फारम खोलिसकेको थियो। अनि मतलब फारम खोलिसकेछ। अनि यता फर्म भर्नलाई चाहिँ हामीलाई फोटोहरू चाहिएको थियो। अनि हाम्रै डिपो बजारको फुलबारी फोटो स्टुडियोमा पासपोर्ट साइज फोटोहरू हामीले खिचेका थियौँ। अनि फोटोहरू लगेर त्यसपछि गयौँ हामी उता ब्याङ्कतिर। हाम्रो चाहिँ फी चाहिँ यसरी सरहरूले लिनु हुँदैन, ब्याङ्कबाट स्कुलको अकाउन्टमा ट्रान्सफर हुन्छ। अनि हामीलाई भोक पनि लागिरहेको थियो। अनि यता चाहिँ मलाई चटपट खान लाग्यो। अनि चटपट खाइसकेपछि अब हामीहरूको गेम पनि चलिरहेछ। अनि यतातिर एकछिन हामीहरू भनौँ न गेम हेर्न लाएँ। अनि गेम हेरिसकेपछि अब झन् चिसोको त के कुरा गर्ने है साथीहरू। हामी चाहिँ यहाँ आगो बालेर आगो ताप्दै थियौँ। अनि गेम पनि सकियो। त्यसपछि चाहिँ म आफ्नो घर फर्किएँ। आजको लागि यति नै। भिडियो मन परेमा लाइक कमेन्ट फलो गर्न नबिर्सनु।